हेलो नमस्ते फ्याफुल्ला स्वागत छ तपाईँलाई मेरो हिपहप रियाक्सन च्यानलमा। अनि आज चाहिँ रियाक्सन गर्न गइरहेको छु तायाहाङको, जुन चाहिँ 1 महिना अगाडि रिलिज भइसकेको हो होइन। अनि धेरै आर्टिस्टहरूले पनि सपोर्ट देखाएको थियो, जस्तै बिटेनले पनि सपोर्ट देखाएको थियो अरे। मैले त्यसरी मजाले फलोअप गरेको छुइनँ होइन। पुरानो आर्टिस्ट हो, अन्त बेटर आर्टिस्टहरू हेरेको हो मैले होइन। नो मोर मोडल्स भन्ने रहेछ होइन। अनि इन्स्ट्रुमेन्टल फ्रम इमिनेम, रोल मोडलको, अनि पर्फर्म बाई इमिनेम, प्रोड्युस बाई डक्टर ड्रे एन्ड एमिनेम, राइट हेल्ड बाई UMG के रहेछ होइन। स्मोकिङ डाईले मिक्सिङ मास्टरिङ होइन, प्रोडक्सन के गर्नुभएको छ होइन। त्यही हो हेरौँ। मैले यो रेकर्ड गर्नुको कारण चाहिँ मैले धेरै कुराहरू सुनेको छु क्या यसको बारेमा, खतरा छ भनेर। सो त्यही भएर रेकर्ड गर्न आएको। सो ढिला नगरिकन हामी भिडियोमा जाऊँ है त। Check it out. I in the house. Young wild and free. Ha ha. 1 2 1 2. 1 2 1 2. Check. Shout out to Smokey Die. 1 2 1 2. Point rappers लाई उडाउँछु, गीत लेख्दिन जोक्स अनि ब्याटल लाइन सुनाउँछु। जसलाई नि ब्याटलमा जोक बनाइदिन्छ साइको तायाले, घाँटी सिधै न्याक दिन्छु माइकको वायरले। ऱ्याप त खेलिदिन लाइफलाई नै सिरियसली, त्यसैले आइज दाइसँग एक्सपिरियन्सली। ब्याटल गरेर अपोनेन्टको रेप हिडियस। मलाई त त्यो दामी लाग्यो सिरियसली होइन, आइज एक्सपिरियन्सली भनेर टक्सँग वर्ड प्ले, जुन वर्ड प्ले छ नि त्यसमा वर्ड प्ले हेर्न पाइन्छ जस्तो लागेको छ, लट अफ वर्ड प्ले होइन। साइडमा गरिदिन्छु भिडियो लिक, त्यसपछि इमिडिएटली भ्युज पाएर ब्लो अप। कन्सर्टमा जहिले बुस्ट खाएर सो अप, वाइल्डबाट गर्छु स्टेजमा थ्रो अप। भएको छुइनँ अझै 28 एजमा ग्रो अप। मैले भनेको कुरो मान, चोर तानको उमेर बढे पनि अझै बच्चै छु टाइपको होइन। सही हो आनो नि पुगेन भने सुन मेरो डोप ऱ्याप। फ्लो फङ्की भन्दा पनि म यस्तो सिक, एउटा डोर नभएको चौकी भन्दा पनि। तर गर्छ क्रिटिक्स कतिले रिजेक्ट, एउटाले भन्यो लिरिक्स कतिलो भएको गीत लेख। मैले लेखेको हान्जा बुझ्दैन रहेछ त्यसको दिमागमा, त्यसैले सिधै पेन मैले बुझ्दै त्यसको कानमा। सिक्सलाई हान्छु गफ जब जान्छु क्लब, पाउँदिन लभ अनि पोर्न हब हेर्दै हान्छु रब। एउटा चुरो के हो यो त, गफ पाउँदैन त्यसपछि प्रोनभ भने साउट आउट टु प्रोनभ के हुँदा यस्तो। जस मलाई त वर्ड प्लेहरूमा चाहिँ अलिक राम्रो लागिरहेछ है। वर्ड प्ले चाहिँ बबाल छ, तर दाइ लिरिक्स राखेर टान्छु बफ, टुप्पाको गीत बजाउँदै आफूलाई ठान्छु त। टुप्पाको गीत बजाउँदै आफूलाई ठान्छु त। टुप्पाको गीत बजाउँदै आफूलाई ठान्छु त। देख्दिन खासै ट्यालेन्टेडको ऱ्यापमा, अस्ति एउटाले मलाई च्यालेन्ज दियो ट्र्याकमा। स्टुडियो गएको त यस्तो व्याक भर्स झार्दिरा, मलाई किल हान्न खोज्दै थियो हिपहपलाई नै मार्दिरा। म ओल्ड स्कुल बिट छानेर त्यसमा गीत हानेर डोप हुने MC ठिस हुने विट तानेर। मेरो ऱ्याप स्किल शुद्ध, ट्राई गरे पिल शुद्ध, अनि एक फुल दारू हान्नेको भए म लिल बुद्ध। भइसक्यो धेरै मदिरा खाएर। साउट आउट टु लिल बुद्ध होइन। अनि सायद पागल भयो भन्न खोजेको के हो, लिल बुद्ध भयो भनिदियो हुन्छ होइन। फेरि ब्याक गरेर सुनौँ है त। मलाई चाहिँ यहाँनिर सबसे के भन्दा नि वर्ड प्ले अनि जुन टाइपले फ्लो गइरहेको छ नि बोले जस्तो, त्यही मलाई अलिक साइको लागिरहेको छ। तर इन अ वे न्यू वेमा राम्रो लागिरहेछ मलाई। मेरो ऱ्याप स्किल शुद्ध, ट्राई गरे पिल शुद्ध, अनि एक फुल दारू हान्नेको भए म लिल बुद्ध। भइसक्यो धेरै मदिरा खाएर भुक्का, भिटेनलाई लोन मागेको नदिरा एक सुक्का। खाइदे सोडासँग गोटी एकैचोटि 10 वटासम्म, ट्रिपमा रेस हाने उर्गेनको घोडासँग। अनि साउट आउट उर्गेन भिटेन होइन, उर्गेनको घोडासँग भन्ने गाना पनि आएको छ। मलाई लाग्छ जहाँसम्म होइन उर्गेनको घोडा भन्ने छ लाइन छ या गानै छ जस्तो क्या केही। पोइट लगाए युट्युबमा, हेरे त्यो कालो एल्बम बजाएर म्युटमा। मेरो खराब बानी देखेर छक्यो नै, आमाको पेटबाट निस्केको कालो म्युटमा भन्ने के हो, युनिक पोइन्टलाई पनि हो साउट आउट।
555ले भन्यो चिल ब्रो बाल्दे जोइन्ट झन्डे ट्रेड लकमा आगोको चिलको लाग्यो भने आम सरी छिटो पानी लारा लारा भन्यो नवाज अन्सारी आँखा रातो यो ओहो लट अफ ऱ्यापरलाई साउट आउट छ होइन 555को आयो त्यसपछि सायद मलाई प्रोफेसर टिस्को जस्तो पनि लाग्यो होइन अनि त्यसपछि नवाज अन्सारीको आउन आँटेको छ फेरि ब्याक गएर हेर्नुपर्ने भयो त यार 55ले भन्यो चिल ब्रो बाल्दे जोइन्ट झन्डे ट्रेड लकमा आगोको चिलको लाग्यो भने आम सरी छिटो पानी लारा लारा भन्यो नवाज अन्सारी आँखा रातो देखेर दियो गालामा चस्पाउले डङको फ्लो जस्तै बने म 10 टाउके भाइरस लिएर भेट्न गए इजी डेसेन्ट्रिक्स ग्याङ्स गरे सिक ज्याम गरे सिक ज्याम गरे सिक ज्याम सोच्दै कसरी गर्ने फ्री स्टाइल्स डेभलप जीवलाई देखे अब पिल्सबाट लेभल अप एउटा केटीले मेरो चिन्ता भयो सुनाइदे नेपाली ऱ्याप भन्यो च्याकिन लाग्दो अस्ति देख्या थिएँ एस्टिमेन्ट पो होला त्यो साइडमा केटीको पर्स लिल झोला थियो गर्नु पर्ला सोबर ऱ्याप छोडेर मुख छाड्दै जोकर एक्ट नत्र करियर मिस्टर डीले ओभरट्याक ऱ्यापमा लागे but I never made it अब गीत निकाल्नु पर्यो भियोमालाई डेडिकेटेड अनि सोर हाइप आँखा चिम्से फोर साइड भियोमालाई डेडिकेट अरे प्रायः भियोमाले सबैलाई डेडिकेट गर्दै गाना निकाल्छ नि त सायद त्यही होला नि अनि लट अफ ऱ्यापरलाई साउट आउट छ क्या यहाँनिर फेरि मिस्टर डी होइन जीव एभ्री वान भेट्दा टुकीलाई बाल्दे मुखमा टोर्च लाइट बकवास लाग्ला दाइको डीले ओभरट्याक ऱ्यापमा लागे but I never made it अब गीत निकाल्नु पर्यो भियोमालाई डेडिकेटेड अनि सोर हाइप आँखा चिम्से फोर साइड अस्ति भेट्दा टुकीलाई बाल्दे मुखमा टोर्च लाइट बकवास लाग्ला दाइको कुरा मान्छे झकास टाइपको प्रकाश श्रेष्ठ भन्दा साइको सिक्सको मामलामा अन्धो एउटा मात्र कम्बो चिम्सीले नि बन्दो यो कस्तो रन रन रातो रानीलाई प्रपोज हानेको याद छ ताजा कुटेर बनाइदियो निलो राजा खोजेको थिएँ प्रापर किस फ्रम मेट्रोपोलिस तर मेरो गफले तन झापलिस यस्तै छ बोल्ती वर्ड प्ले त्यसमा लट अफ ऱ्यापरलाई साउट आउट होइन उनीहरूको गाना साना रेफरेन्स गर्दै होइन रातो रानी अरे जेम्सीको त होइन रन अरे होइन दामी दामी फ्लो अलिक भनौँ न बोले जस्तो नयाँ टाइपको जस्तो होइन मजा आइरहेको छ सुन्न याभित्र कोट सोर्टीलाई मेरो नाम युज गरेकोमा माग्छु अब रोयल्टी ताया तैले के गर्या फेरि चिन्न पचेर पातेको हल्का गर्या एरिस कविजीलाई हावा शीतल पार्दे धुसले फिचर माग्यो ल ल ल भनी टार्दे धुसले गर्या फेरि चिन्न पचेर पातेको हल्का गर्या एरिस कविजीलाई हावा शीतल पार्दे धुसले फिचर माग्यो ल ल ल भनी टार्दे धुसले फिचर माग्यो ल ल ल भनी टार्दे धुसले फिचर माग्यो ल ल ल भनी टार्दे सबै ऱ्यापर्सलाई सरी जसको नाम लिन रस आवर मिक्स टेप कमिङ सुन बी अन द लुक आउट सक्यो होइन त्यही हो नयाँ फ्लो टाइपको होइन नयाँ फ्लो अनि नयाँ वर्ड प्ले अनि साउट आउट अल ऱ्यापरलाई दिँदाखेरि दामी लागेको थियो होइन एउटा कमेडी वेमा पनि कमेडी लिरिक्सहरू होइन सो मलाई चाहिँ राम्रो लाग्यो होइन अनि रस आवर आउन आँटेको रहेछ होइन यस्तो पिक्चर हेर्दा त कमेडी नै छ जस्तो लाग्छ लिरिक्सहरू पनि कहिले आउँछ आइसकेको छ थाहा छैन होइन सो हेरौँ सो यस्तै हिपहप रियाक्सन हेर्न चाहनुहुन्छ भने होइन अनि केही सजेसन दिन चाहनुहुन्छ कसरी राम्रो बनाउने यदि तपाईँलाई राम्रो लागिरहेको छ भने भन्दा पनि हुन्छ त्यही हो लाइक कमेन्ट सब्सक्राइब सेयर गर्नुहोला फेरि अर्कोमा भेट हुने नै छ अहिले टाटा बाई बाई